साथीहरू नमस्कार, सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। अनि आज चाहिँ म दाइहरूले बुङ्गुर काट्नु भएको रहेछ। बुङ्गुरको मुटु कलेजोहरू पकाउँदैछु। मलाई खासै पकाउन चाहिँ आउँदैन, तर पनि म पकाउँछु र मलाई मासु पकाउन चाहिँ मनपर्छ। अनि मलाई खासै मासुहरू चाहिँ त्यस्तै खान चाहिँ मन पर्दैन, तर पनि म पकाउँछु। अनि यहाँ चाहिँ म रक्तीहरू हाल्छु। अनि रक्तीहरू चाहिँ घरमा मनपर्छ नि त, त्यही भएर म हालेँ। के खाएको होला यस्तो नभन्नु होला। मलाई पकाउन आएको यसै गरी हो। अनि आज चाहिँ कत्रो ठुलो पानी परिरहेछ बाहिर। अनि बाबुहरू चाहिँ मोबाइल हेर्दैछन्। म एकछिन बाहिर जान्छु। अनि आज चाहिँ कस्तो गरी ठुलो पानी परिरहेछ। तर मलाई गर्मी भन्दा यस्तो पानी परेकै मलाई मजा लाग्छ। कस्तो गाउँतिरको याद आइरहेछ कि पानी यस्तो झिङझिङ पानी पर्दाखेरि। म चाहिँ एउटा कागती मासुमा हाल्छु। कागती हाल्यो भने चाहिँ अलिक अमिलो भएर बुङ्गुरको मासुमा चाहिँ बोसो हुन्छ नि त, त्यही भएर खान सकिन्छ अरे अलिकति कागती हाल्यो भने। त्यही भएर म कागती हाल्छु। अनि यो रक्ती हालेपछि चाहिँ कस्तो कालो कालो हुने के है। कसैलाई चाहिँ मन पर्दैन होला, तर हाम्रो चाहिँ यसरी नै गाउँमा पकाउने बानी छ कि, त्यही भएर म यसरी नै पकाउँछु। अनि लसुन अलिकति, अनि पाकिसकेपछि हाल्छु म लसुन चाहिँ। अनि खोर्सानी पनि। कति धेरै पानी थियो नि त, त्यो पानीहरू चाहिँ सबै सुक्यो। अनि बाबुहरूलाई अलिकति राखिदिन्छु। अनि त्यसपछि म फुपूहरूलाई पठाउँछु। अनि फुपूले चाहिँ यस्तो रक्ती हालेको मन पर्नुहुन्छ नि त, त्यही भएर म पठाउँछु। अनि म चाहिँ फुपूलाई पठाउँछु। अनि थोरै म पनि पस्काउँछु। बाबुहरूलाई दिइसकेँ, अनि म आफू पनि पस्काउँछु। अनि म पनि खान्छु। अनि बाबुको बाबाले चाहिँ गाउँबाट अहिले ल्याउनु भएको थियो, त्यो चाहिँ फुपूहरूलाई अलिकति पठाउँछु। अनि मासु पनि पठाउँछु। अनि आफू पनि खान्छु। अनि म यति चाहिँ खाइसकेँ जस्तो लाग्यो।